बुटोलमा यस्तो ठाउँ कता रहेछ गाइज अनि गएको बाटो पनि देखाउने छौ। हेर्नको लागि फुल ब्लग हेर्नु होला। सो हेलो गाइज, वेलकम टु माई डे 22 अफ माई मिनी ब्लग गाइज। आज चाहिँ लास्टै पानी परेको कारणले म चाहिँ रनिङ गएन अनि आज बिहानको नास्ता चाहिँ एकदमै बवाल रहेको थियो। अनि चिया नखाइकन त दिनको सुरुवात त हुँदै हुन्न नि त गाइज। अनि दिउँसोतिर साथी र म भएर लाग्यौ कमल पोखरीतिर। यो चाहिँ ठ्याक्कै होराइजन चोक हो गाइज, होराइजनको ठ्याक्कैको चोक हो। यहाँदेखि चाहिँ मैले तपाईँलाई फुल बाटो गएको देखाउने छु। अनि साथी र म भएर लागिसकेको थियौँ कमल पोखरीतिर। यो चाहिँ ठ्याक्कै तिनकुनी जाने बाटोतिर हो गाइज। आजको मौसम धेरै नै क्लियर थियो। बुटोलमा हल्का हल्का पानी पर्ला जस्तो भएको थियो, तर पानी चाहिँ परिरहेको थियो। मौसम चाहिँ क्लियर नै थियो है त गाइज। अनि यो बाटो हुँदै गए पर तपाईँ ठ्याक्कै कमल पोखरी जाने बाटोतिर पुगिहाल्नु है त गाइज। ठ्याक्कै यो बाटोतिर पुग्नु भयो भने तपाईँ लगभग कमल पोखरीतिर पुगिहाल्नुहुन्छ गाइज। अनि ठ्याक्कै यो गेट भित्र इन्टर गर्ने बित्तिकै तपाईँ पुगिहाल्नुहुन्छ कमल पोखरी भित्र है त गाइज। अनि यो ठाउँ एकदमै राम्रो रहेको थियो, एकदम सुनसान थियो गाइज, पिस अफ माइन्ड थियो है त गाइज। इन्टर गर्ने बित्तिकै राइट साइडतिर जानुभयो भने तपाईँ कमल पोखरीतिर पुग्नुहुन्छ गाइज। अनि यो भाइले चाहिँ मलाई जित्छु भनेर भनिरहेको थियो, बट जित्न सक्दैन, त्यो छुट्टै कुरा छ गाइज। अझै पनि भाइ अझै दुगिरहेको थियो, अगाडि गइरहेको छु। त्यस्तो कुरा छोडिदिउँ गाइज। हामी चाहिँ लगभग अब कमल पोखरी पुग्ने सकेको थियौँ गाइज। फाइनली गाइज हामी चाहिँ कमल पोखरीभित्र इन्टर गरिसकेको छौँ। यहाँ चाहिँ धेरै रुखहरू रहेछ, एकदमै राम्रो रहेछ प्लेस चाहिँ एकदमै नाइस थियो। अनि फेरि घुम्नको लागि पनि ठिकै थियो। 5-10 मिनटमा बुटोलदेखि तपाईँ यहाँ पुगिसक्नुहुन्छ गाइज। कमल पोखरीभित्र नै एउटा सानो टाइपको पोखरी पनि रहेछ गाइज। यहाँ चाहिँ लोटस फुल चाहिँ फल्ने रहेछ कि गाइज। तपाईँहरू पनि बुटोल नजिकै बस्नुहुन्छ भने गएर भिजिट गर्न सक्नुहुन्छ गाइज। ठाउँ चाहिँ एकदमै राम्रो थियो। डेटिङ स्पटहरू पनि भन्ने रे के गाइज। अनि फेरि पिङहरू पनि रहेछ, एकदमै धेरै राम्रो छ। आइसक्रिमहरू पाउँछ। दिउँसोतिर आउनु ट्याक्क लाएर खानु जानु होइन, रमाइलो गर्नु त यो। अनि हामी फर्किने क्रममा चाहिँ हल्का फुल्का पानी पर्यो अनि हामी बसेर यसो नास्ता खायौँ। अनि हामी त्यसपछि घरतर्फ लाग्यौँ। दिस वाज फर टुडे गाइज। थ्याङ्क यू सो मच फर वाचिङ। पिस आउट।